हेलो नमस्कार साथीहरू नमस्कार। आज म यहाँहरूलाई एउटा यस्तो अनौठो दृश्य देखाउँदैछु। तपाईहरू चकित पर्नुहुनेछ है यो दृश्य देखेर। यो धान पाकेको छ, खेत हो यो। खेतको फिल्डमा आएर मैले एउटा भिडियो बनाउँदैछु। हेर्नु यो हरियो धान पाकेको छ है। धान पाकेको छ तर यसको बिचमा एउटा अनौठो भिडियो पनि लुकेको छ, रहस्यमय। त यो तपाईहरुलाई म देखाउँदैछु। हेर्नु होला, यो धानको बिचमा, यो खेतको बिचमा एउटा अनौठो किसिमको रुख रहेको छ है। यो अति अग्लो, यसको उचाइ लगभग 100 मिटर भन्दा पनि बढी बेसी होला साथीहरु। हेर्दै जानु है, यति अग्लो यो रुख। लगभग बुवा बाजेले भन्नुभएको 9-10 पुस्ता अगाडिदेखि रहेको अनुमान गरिन्छ है। यो लगभग 100 मिटरको हाराहारीमा बुवा हजुरबुवाले भन्नुभएको लगभग 8-10 पुस्ता अगाडि नै रहेको अनुमान गरिन्छ यो रुख। तर के गर्नु, विडम्बनावश समय आएपछि, काल आएपछि मर्नै पर्ने रहेछ। यो गत वर्ष, गएको वर्षमा है, चट्याङ परेर मरेको छ यो रुख। यति अग्लो छ कि यो अग्लो, यति अग्लो, सायद यो भेगकै यो एरियाकै सबैभन्दा अग्लो रुख होला है मेरो विचारमा। यो एरियाकै के गर्नु, चट्याङ परेर यो रुख मर्यो। एकदम अनौठो थियो रुख पनि, कति अग्लो थियो। यहाँ बस्नलाई कति शीतल हुन्थ्यो हामी खेतमा आउँदा। तर के गर्ने, विडम्बनावश मर्यो। हेर्नु खेतहरू, खेतको यस्तो माथितिर नि खेत, तलतिर नि खेत, सबतिर खेतै खेतको बिचमा यति अग्लो थियो रुख। के गर्ने, पोहोर साल चट्याङ परेर मर्यो। हेर्नु साथीहरू, रुख कति अग्लो छ, कति अग्लो छ, अनौठो छ रुख। हेर्नु।